कसरी दाम हो यस्तरी चाहिँ नचलाउनु होला। हेलो गुड मर्निङ एभ्रिवान, सबैजनालाई फेरि पनि स्वागत छ मेरो नयाँ भिडियोमा। अनि आज चाहिँ माघे सङ्क्रान्ति, मेरो छुट्टी पनि छ। अहिले चाहिँ म दिदीकोमा जान्छ। पोलिसहरू हुँदैछ बाइक। भेटौँला। अहिले चाहिँ दिदीको माएर नि यहाँ अब खाना खानु लाग्यो। यहाँ दिदी यहाँ हुनुहुन्छ। यति मात्रै टुरिजमतिर हजुर कस्तो इलेक्ट्री भन्दा खाना खाएर भइसक्यो। अब चाहिँ साथीले फोन गरेर बोलाएको छ, जान्छौँ त्यहाँ। लाग्यो दिदी के भन्नुहुन्छ? काम बाई 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 टाटा। गुड नाइट। हाम्रो चाहिँ फेरि गुड मर्निङ र गुड नाइट भएको हुन्छ क्या। अरू बोलाएको नयाँ युट्युबर अन द टाउन। अब चाहिँ हामी टुरिकलतिर जान्छौँ, त्यहीँ गएर भेटौँला। हाम्रो पुची भाइ सुरु भयो। केही बोल्नु आउँदैन, के बोल्नु यार। यस्तो क्यामेराम्यान भन्नु भयो। भोइस ओभर गर न। हेलो 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 माइक चेक 1 2 3। चाहिँ टुरिकल जाँदै हो टक्क लाएर। सङ्क्रान्तिमा ड्रेस लाउने भनेको भएन, आउँदै पाइएन। पाउनु त पाएको, साइज मिलेन अघि होला। अनि हामी अलि ठुलो भयो फिटिङवाला मान्छे। के गर्छ हो यो भाइले? यो भाइले कहाँ साइड बारे जाँदैन त। ल उड्यो उड्यो, अब चाहिँ उड्यो है। आयो जाम जाममा गाह्रो हुन्छ भक बोलाउन। पुलिस ट्रफिक काट्यो भने मामाहरूले त्यो तलबाट हिँड न के पऱ्यो चिने त। ट्राफिक छैन क्या यार, हिँड न। अहिले त बस्दैन कि ट्राफिक। अहिले घर बनाउनु गाह्रो भएछ। आयो हातै खोलिसक्यो। के गर्नु, आज मकर सङ्क्रान्तिको दिनमा मासु भात खायो। सुँगुरको मासु खाएको है, सुँगुरको। त्यो अरूको खान्न नि फेरि, अरूको त खाँदैन नि फेरि। गाह्रो छ है गाह्रो। आज त सुँगुर बाहेक अरू त खाँदैन नि। खसीको खाएर हो भन्नु पर्ने न। वेमा यो जाँच समाकुसको गाउन लाग्यो। माघे सङ्क्रान्तिमा यस्तो रमाइलो। त्यो डक्टरको गाडीले पिछा नछोड्ने भयो क्या, अगाडि भयो। डक्टरलाई पटौँ भने के पटौँ भनेर आयो गाडीले अर्को। बाई बाई। आयो ठुलो फेरि। कस्तो यो ठुलो गाडीले जाम गर्दैन। सिटी स्क्वायरमा चाहिँ यस्तो दाम हुन्छ। बाइक फेरि के बिग्रिन्छ छिरा होला। फेरि केटी रहेछ।
एकदमै सेफ राइड हो। यहाँ त धेरै स्पिड चल्दैन साथीको 30 भनेको अलिक 25 भने तिमीले 30 पुऱ्यायो कि त्यो 5 बढी जान्छ कि यसमा एक्सिलेटरको हिँडम गाइस हिँडम कि हो आयो मेन हाइवे रिङ रोड नट हाइवे माछा पोखरी गङ्गापु के भन्छ यसलाई सामाको चोक उयो चाहिँ अब हामी टक्कर आएर बिजिमन कटेर माछा पोखरी कटेर बालाजु हुँदै हामी चाहिँ टुडिखेर जान्छौँ। सोरुबुटीमा जानुपर्छ या बालाजरबाट यहीँबाट जानु पर्छ अब चाहिँ हामी गङ्गापु आइपुग्यो। अब तलबाट सर्टकट बाटो जान्छौँ। यो चाहिँ लोक्से मल है लोक्से मल हामी चाहिँ सर्टकट बाटो जान्छ यहाँबाट टक्क लाएर कता रोक्नु भएको यो उकालोमै क्या हो रहा है ये गाडी चाहिँ कहाँ छिर्छ यार भन्नु छिराउनु नसकेको के हो यार यसले कस्तो ठाउँ राख्यो लाएर खोलाको छेउछेउ हुँदैछ यो मगर ड्रेस लगाएर हुँदैछ माघे सङ्क्रान्तिको दिन काम त पर्दैन छिर्नु र नछिर्नु त्यहाँबाट जाउँ घुमेर त्यहाँदेखि मान्छे हुन्छ त्यहाँ यस्तरी चाहिँ नचलाउनु होला गाडी बिस्तारै चलाउनुहोस् बी सेफ अरूलाई पनि सेभ गर्नुहोस् आफू पनि सेभ हुनुहोस् ढिलो पनि नगर्नुहोस् ढिलो गएर नि पुग्ने चाहिँ हो ढिलो गएर पुग्ने चाहिँ हो के को जाम हो साथी यस्तो छ गाडीको जाम होला साथी बात तो सही है दौड़ना तो पड़ता है काठमाडौँमा नि खासै जाम पर्दैन त्यही हो अलिअलि खासै गाडीहरू पनि छैन काठमाडौँ गाडी कम भएको छ उता एकदमै जाम रहेछ होइन यहाँ चाहिँ यो ढुङ्गा भएर मगर ड्रेस है मगरीहरू त धेरै रहेछ मगरहरू देखिँदैन ड्रेस यो जाम त लाग्छ त आजको दिन अर्ग्यानिक जामसँगै कतिखेर पुग्दो रहेछ हेरौँ न मण्डपल्ला आइपुग्नु लाग्यो होला
तलकै बाटो छिराइदिने माथि देख्न मगरहरूलाई छुट्टी हुनुपर्ने कि बाटो आज यार स्पेसल बाटो हुनु पनि अन्त सबै नागी त भ्यायो नि हो रमाइलो हुन्छ नि थारू पनि हो नि त आज थाहा थारू यता यही साइडमा मगरको हुन्छ एक साइडमा थारूको हुन्छ थारूको त फेरि बबाल डान्स हुन्छ नि फेरि मेरो बोल रहा फ्यान चलेर हो यस्तो भयो मगर भएर मान्छे ओभरटेक गर्दा रहेछ जल गर्ने पनि यसलाई रोकेर गाडोहरू दिने दुईवटा गाडी बिचबाट छिराइदियो है अब चाहिँ सिराउँछु बल्ल देखियो नि त टाढासम्म अब अहिले त्यत्रो गाडी छिरिरहेको थियो तर यताबाट पनि त्यो भन्नुपर्ने उतै पुग्नुपर्छ है मेरो बाइक त अब पड्किन्छ होला हौ तातो फाल्छु यार पोल्ने खालको 5 मिनटको बनाएर मात्रै एकछिन बन्द गर्नु पर्यो घाँस दुखिसक्यो पुलिस हो नि म त निलो ज्याकेट लगाएको हो या यार कसरी दाम हो अहिले चाहिँ पार्किङ नपाएर यहाँ कहीँ के अरे सैनिक भवन कहीँ भवनमा पार्किङ गर्न आएको निस्किन्छौँ हिँड्दै हिँड्दै यस्तो डेन्जर क्राउड छ होइन यहाँ चाहिँ टुडी खेलमा चाहिँ हिँड्ने बाटो छैन पार्किङ नपुगेर हामी पनि उता गएको यो चाहिँ काठमाडौँ मलको जाम टुटिखेल साइडमा छ बाहिर यस्तो जाम छ यहाँ चाहिँ फेरि यस्तो घरैसी प्रब्लम रहेछ यस्तो जाम छ यहाँ काठमाडौँ मलमा चाहिँ बाटोमा गेट चिनिने सकिन्छ हामी निस्कियो यस्तो झ्याउ लाग्यो झ्याउ मात्रै लाग्यो यता हो खोइ कहाँ यहाँ कहाँ गेट यार थारू कम्युनिटीमा आइएको हामी निस्किन्छौँ झ्याउ लाग्यो उनीहरू यहाँ छ हाम्रो डन पुग्यो माघे सङ्क्रान्ति पुगेन धुलो धेरै धुलो रहेछ मान्छे यो चाहिँ गेट अगाडिको धरेर त्यो काठमाडौँ मलमा पनि यस्तो भिड छ अनि जाम त्यस्तै छ अनि हाम्रो मगरको यता होला यहाँ चाहिँ मगरको जस्तो छ यता
खै त मगरको भन्छ मगर ड्रेस लाउँछ तर यस्तो भाषै मावरले यहाँ पनि गेट रहेछ होइन दुईटा गेट हुनु परेन त राम्रो हामी यता जाऊँ यताबाट माथि एकदम ब्याक अघि एउटा छिरो नि हुँदैछ हामी तल छिरिएछ क्या होइन गाइस माघे सङ्क्रान्ति यस्तो छ है गाइस रियलमा 3x मनाइयो माघे सङ्क्रान्ति मनाइयो सङ्क्रान्ति हामीले पार्किङ गरेको हामी क्याफेमा गएर एउटा सामान लिएर आउँछ वानमा हेर्दै यो अगाडिको त हो र कुन चाहिँ अब यहाँ त टु भयो होला यहाँ अगाडिबाट क्याफेमा गएर नोटबुक एउटा लिएर बोल्दा हेर्दै गाइस यताबाट होला तिम्रो जाने हुन्छ त यो वानमा होइन अगाडिको नि घुम्नुपर्छ फेरि यार हो र यिनीहरू कहाँ जानु लाग्यो नत्र यता होला ऊ त जरौँकी जाने बाटो त्यही छ त यार माथि देखाएर दरबार मार्केट जाने बाटो जरौँकी है दरबार माथि देखाएर आएको साइडलाई त कसैले बाल्दैन त यताको कहाँबाट जाने हो ब्युटिफुल भ्यू फ्रम पिपल बोट हामी चाहिँ पिपल बोटमा त्यसो दिउँ यहाँबाट चाहिँ पिपल बोट भन्छ यो ठाउँलाई पिपल चाहिँ हेर न पिपल माथि देख्यो यहाँ अन्ध्यारो हस्पिटलको माथि कहाँबाट ठिकै तल हामी घर फर्केको आज आजको माघे सङ्क्रान्ति तल होइन आजको छुट्टी पनि सक्यो अब चाहिँ हामी घरतिर लाग्छौँ कहाँ हो यता हो ए भनौँ न भने फर्कै हालेको
कहिले तान्दैछ है गाइस बाइक कहिले कहिले यस्तो हुन्छ अलिक पछाडि बस्नु गाह्रो छ गाह्रो नेपालमा अलि अगाडि बोटतिर गाइस साथीको मानि आइपुग्यो अब साथी जान्छ